हेलो गाइज ह्याप्पी दसैँ सबैजनालाई गुड मर्निङ। अनि आज चाहिँ हाम्रो फेभरेट चाडबाड हो होइन, दसैँ टिका लाएर आशीर्वाद छोडेर पैसा पनि पाइन्छ होइन। अनि गाइजहरू आज चाहिँ यस्तो राम्रो मौसम छ, यस्तै मौसमहरू भइरहेको भने चाहिँ हामीलाई सजिलो हुन्छ। किन भन्दाखेरि चाहिँ अब दसैँमा यताउता कुद्नुपर्छ होइन, घाममा गर्मीमा यति धेरै गर्मी हुन्छ नत्र भने चाहिँ। र अनि आज चाहिँ हाम्रो घरमा धेरैभन्दा धेरैजना मान्छेहरू आउनुहुन्छ, किनभने मूल घर हो नि त। अनि बुढा आमा हुनुहुन्छ, अनि उहाँहरूको हातको टिका लगाउनु सबैजना आउनुहुन्छ। त्यही भएर आज चाहिँ म हजुरहरूलाई देखाउने कोसिस गर्छु, धेरैभन्दा धेरै देखाउने कोसिस गर्छु। तर देखाउन चाहिँ म पाइनँ भने चाहिँ नरिसाइदिनु होला, किन भन्दाखेरि चाहिँ अब यताउति धेरै थोक्ने काम हुन्छ नि त होइन। अहिले पनि म कामै गरिरहेको थिएँ, अनि एकछिन भ्लग बनाउँछु भनेर चाहिँ आएको। सो हेर्दै गर्नु होला गाइज। म चाहिँ अहिले यहाँ धमाधम टमाटर र प्याज काट्दैछु। अझै यत्रो धेरै प्याज ल्याएर राख्नु भएको छ मामुले। अनि यहाँ बोडी पनि छ, बोडी पनि केलाउनु छ। गाइज हेर्न सक्नुहुन्छ कसको गुड्डु चाहिँ यसरी कुकुरहरू चाहिँ यसरी मान्छ होइन, तर मेरो गुड्डु चाहिँ यति मजाले मान्छ। हेर्नु न, मान्छे जस्तै यसरी बस भन न, यसरी नै बसिन्छ क्या। ऊ चाहिँ एकदम धेरै ज्ञानीमा पर्छ। अनि मलाई चाहिँ एकदम धेरै यस्तो ज्ञानी भएको मनपर्छ। घरि रिस उताउँछिन् न त भने एकदम ज्ञानी छु है म। हेलो गाइज, मेरो गुड्डु चाहिँ यस्तो छ गाइज। अहिले चाहिँ म धमाधम काम यति धेरै गरेँ, अनि अब चाहिँ गुड लाइनमा आइन्छु, किनभने आज गुड्डुले पनि नुहाउनुपर्छ नि त, दसैँ हो। त्यही भएर भेटौँ ल। अब चाहिँ उहाँलाई चाहिँ मेकअप गरिदिनु पर्ने भएर आइसक्नु भएको छ उहाँ। अनि अब उहाँलाई मेकअप गरिदिन म ठिक्क पर बसेको छु। सो अब चाहिँ उहाँ मेकअप गरेर कस्तो देखिनुहुन्छ फेरि हेर्नु है त। अहिले यस्तो हुनुहुन्छ। नानीलाई चाहिँ यति राम्री कति क्युटीवाला देखेको थियो क्या, यस्तो देखेको थियो, कति राम्रो देखेको थिएँ। अनि मलाई चाहिँ बाबा मम्मीसँग एकदम धेरै ट्रान्जेक्सन भिडियो बनाउनु मन थियो, त्यही भएर हामीले चाहिँ बनायौँ। गाइस मैले चाहिँ अब नानीलाई रेडी पारिसकेको छु। अनि यहाँ दुइटा चाहिँ यता यो बिनीको कर्ली गर्दैछन् हेयर। सो अब चाहिँ म पनि रेडी हुन्छु है त। गाइस आई एम रेडी, म चाहिँ रेडी भइसकेको छु। र मेरो दसैँको कुर्ता रहेको छ यस्तो। एन्ड आजको मेरो मेकअप यस्तो छ, एन्ड मेरो हेयर यस्तो छ, केही छैन, यहाँ चिपेको मात्रै छु तिमीले। सो एकछिन हेर्नु है त। ए अनि यहाँ स्टे गर्दै हुन्छ अरे उहाँले। अनि उहाँको मेकअप चलिरहेको छ। एन्ड उहाँ मेरी राम्री मुटुको पनि मेकअप चलिरहेको छ, र उहाँ मेरी राम्री फुटुको पनि मेकअप चलिरहेको छ, र म चाहिँ यहाँ छु। सो एकछिन भेटौँ है त गाइज। यति धेरैवटा टिकटक बनाइसकेर चाहिँ अहिले चाहिँ हाम्रो घरमा आइसक्नु भएको छ। उहाँ हो मेरो कुन्दन दादा, मेरो बहिनी अनि मेरो भाइहरू हुन् दुईजना। अनि अब चाहिँ हाम्रो घरमा अझै काइला काका, आन्टी सारी बिकान्टको मन बाबा आउनै छ। अनि यहाँ पनि हुनुहुन्छ साइला काका, साइली काकी, बुवा आमा। यहाँ हुनुहुन्छ कान्छी काकी, धमाधम काम गर्दै हुनुहुन्छ होइन। अनि आजको दसैँ चाहिँ रमाइलै हुन्छ जस्तो छ। अनि यहाँ चाहिँ मेरो मम चाहिँ मेकअप चाहिँ गरेर रेडी, अनि लुगा चाहिँ नआइकन बस्नु भएको छ, किनभने यहाँ मासु पकाउँदै हुन्छ नि त, अनि फोहोर लाग्छ भनेर होला। सो हेर्दै गर्नु, म हजुरहरूलाई बिचमा इन्फर्मेसन दिँदै गर्छु है त गाइस। मोबाइलको किरा बच्चाहरू यस्ता हुन्छ नि, यहाँ मोबाइल त बेबी नै देखाइरहेछ, अनि उसले खाँदैछ मोबाइल हेर्दै। गाइस अहिले चाहिँ हाम्रो जेठा र जेठीदेखि सुरु हुन्छ जहिले पनि। अनि बिताँटेको बाबा बितामा मम्मी हुन्छ, अनि हाम्रो बाबा मम्मी हो। अनि त्यस पछाडि साइला काका, साइली काकी, अनि काइला काका, अनि त्यस पछाडि कान्छी काकी हुनुहुन्छ होइन। उहाँहरू चाहिँ जोडी परेका छुट्टै जस्तै हुनुहुन्छ। अब नरुनु केही गर्नु छ, अर्को पालि आउनुहुन्छ। सोनिका चाहिँ हामी घरको सबैजनाले टिका लगाइसकेर चाहिँ खानाको व्यवस्था हुँदैछ, बाहिर सबैजना खाँदै हुनुहुन्छ। अहिले चाहिँ अब सबैजनाले फोटो सोटो खिच्ने कार्यक्रम चल्न आँट्दैछ। अनि यहाँ चाहिँ हुनुहुन्छ सबैजना मस्त बसिरहनु भएको छ होइन। यहाँ यो हाम्रो पुतले। अनि अब हामी सबैजना फोटो खिच्न जाने हो। अब चाहिँ अब हाम्रो कार्यक्रम सिद्धिसकेको छ। अनि त्यस पछाडि अब चाहिँ हामी फोटो खिच्न जाने हो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो सबैको फोटो सुट हुँदै थियो। अहिले भर्खर चाहिँ यहाँ सबैजना फोटो खिच्दै हुन्थ्यो, म भरे त्यो पनि हाल्छु है त हेर्नु होला। गाइज यो चाहिँ अघि नै त्यो ट्रान्जेक्सन भिडियो बनाउने भनेर गरेको भिडियो यही हो।
गाइस अहिले चाहिँ हाम्रोमा यति धेरै मान्छे आउनुभएको छ पाहुनाहरू यति धेरै आउनुभएको छ होइन जो आएर खाना दिएपछि म देखाउँछु ल माग्न दिइहाल्नुहुन्छ त यहाँ पनि धेरैजना हुनुहुन्छ खै प्रति जान छेलिदिनु भयो क्या तर यो हाम्रो लखतरे दाजु यो दाजु एकदम हेन्सम हुनुहुन्छ कसैलाई मन पर्यो भने सम्पर्क गर्नु जतिजना भए पनि हुन्छ दाजुले गाइस हाम्रो घरमा चाहिँ आज यति धेरै पाहुना आउनु भएको थियो अम्म म सोच्न पनि सक्दिनँ र धेरैजना गएर फेरि अर्को टोली आउनु भएको छ भन्नु म देखाइदिन्छु ल देख्नुभयो होला अब गएर चाहिँ देखाउनु त लाज लाग्छ मलाई त्यही भएर त्यसरी देखाएको एन्ड हेर्दै गर्नु होला चाहिँ यसले चाहिँ यो कोक खाँदा हेर्नु है कसरी रियाक्सन आउँछ कोक अलिकति खाइदिनु पर्यो खाएर मिठो छ त अनि गाइस यहाँ चाहिँ अब सबैजनाले घर यताउति जानलाई बाटो खराब भएकोले गर्दाखेरि चाहिँ यही लगाइदिनु भनेर चाहिँ सबैजनाले यही टिका लगाइदिँदै हुनुहुन्छ अनि यहाँ चाहिँ अहिले हाम्रो घर परिवारको फेरि बाबा मम्मीहरूको तर्फबाट चाहिँ हुँदैछ अघि चाहिँ बुवा आमाको तर्फबाट हुँदै थियो भने चाहिँ अहिले बाबा मम्मीको तर्फबाट सो एकछिन भेट्यौँ है त गाइस अहिले चाहिँ सन्ध्या पनि हाम्रो घरमा टिका लाउन आइसकेको छ दसैँको साइडको होइन अनि त्यसपछि चाहिँ नयाँ पर्छ अरे होइन अनि त्यस पछाडि हाम्रो चाहिँ अब यहाँ यस्तो राम्रो मकैबारी छ सो सबैजना मेरो आफन्तहरू चाहिँ मकैबारीमा फोटो खिच्न आउनु भएको छ होइन अब हामी चाहिँ मकैबारीमा फोटो खिच्छौँ होइन गाइस यस्तो सरी सुपारी बारी थियो लगाएर पनि अब घर कुर्दैछौँ नजिक यहाँबाट त हो अनि गाइस अहिले चाहिँ म आइसकेको छु सन्ध्या घरमा टिक्का लाउनलाई अनि हामी चाहिँ बाइकमा आएको राति अनि त्यही भएर चाहिँ अब हामी बाइकमै जान्छौँ सो त्यही भएर अब छिटो टिका लगाइदिनु आन्टी गाइस फाइनल्ली दसैँ सिकिसकेको छ र अहिले भर्खर पनि हाम्रो घरमा मान्छेहरू आउनुभएको थियो को भन्दाखेरि चाहिँ मेरो बाबाको काकाको छोरीहरू होइन अनि त्यस पछाडि अहिले पनि मान्छेहरू आउनुभएको थियो सो अहिले पनि टिका लगाएर पठाइदिइसक्नुभयो सो आजलाई चाहिँ अब चाहिँ म फ्रेस हुन्छु अनि यो देख्न सक्दिनँ मैले बनाएको भ्लग होइन अनि अब चाहिँ म एकदम तरिकाले फ्रेस हुन्छु फ्रेस भएर अनि मुखसुख धोएर ब्रस गरेर सबै गरेर चाहिँ म अब सुत्छु एकदम धेरै गरेको छु भिडियो एडिट गरेर हाल्नु पनि छ सो बाई गाइज लभ यु अल सब्सक्राइब माई च्यानल एन्ड कमेन्ट पनि गर्नु होला अनि लाइक पनि गरिदिनु होला है त बाई